हामी चाहिँ अहिले लभ डाँडा जाँदैछौँ। यहाँ देख्न सक्नुहुन्छ। यहाँ म छु, यो छ धाडे, त्यहाँ विवेके, त्यहाँ विवेके सेलुको बोट। डाँडा डाँडा के गर्दैछन् म देखाउँछु। गाडी आए पछाडि त नि आज चाहिँ हामी लभ डाँडा जाँदैछौँ दुईजना। यो चाहिँ कृष्ण मन्दिर। कृष्ण मन्दिर जाने बाटो हो यहाँ। लभ डाँडा जाँदैछौँ। जाने बाटो यतैबाट हो के काली जाँदा भेटे मैले एउटा सुन्दरी। मलाई त्यस्तै भइरहेको यहाँ। सम्धी के छ काभ्रेको सम्धीहरू दुईटा अगाडि भाइहरू। हामी चाहिँ सिन्धुलीको सम्धिनीहरू। ए भगवान् मान्छेमा 3 टुक्रा परे फोन चलाएर हिँड्छन्। उसको अलिकति छिसा भएको। अब कति दिन भातै खान्न। हेर्नु त यहाँ भलाइको जमाना छैन गाइज। न्यु इयर मनाउन आइज भनेर बोलाएको तिमीहरूले बोलाएको र हो भनेर यहाँ उ त के हो घरहरू जस्तो हो त सानो सानो। न्यु इयरको दिन यो लभ डाँडा भन्ने ठाउँमा चाहिँ यति धेरै मान्छेहरू छन्। कसको लभ परेखा भनेर चेक गर्न आएको। ओह न्यु इयर मनाउँदा रमाइलो पऱ्यो। फोटो खिच्ने नै होइन भन्दै रहेछ। लु हेरे हात यहाँ हेर माख्दाको ओरिजिनल हो। के ल्याएर आएको त भन्दा कस्तो चाहियो? यहीँबाट देखिन्छ। यहाँ मोबाइल फुटा देख्या र यसको यहाँ अनुहार हेर्नु। मोबाइल फुटेको अनुहार देख्न सक्नुहुन्छ। अलि फुलान रोग हो कि हाँसेको पनि बुझ्नै सके दाँत पनि देखिया किलेरै छ क्या जो मात्रै भयो। अब धुलो छिर्छ नि त आज फुट्ने बित्तिकै भरे पान्टेप्ला पान्टेप्ला यो माथि चढ्ने अब लिएन अलि ल बाइक ल्याएर आया अब यो कालो चाहिँ
प्रियंका के कागज बना देले रही 100 रुपया दिलबो आउरो ना दिलबो से 100 रुपया आउरो द काम त ना दे सकले के भने अब म त बुझिन उकालो चढी डाक्नु फोटो भिडियो खिचेछ काली डाँडा भन्छ यहीँ छ सबै भिडियो खिच्दै अरे त्यसको उकाली जाँदा लाइजा फोन आ गया यो यो कोही छैन नेट त्यहाँ यी यो कुदेको हेर्नु न बच्चा जस्तो आफ्नै चालमा चाहिँ के भन्ने होला केही भन्नुहुन्छ यो चाहिँ भाइ म बहिनी भाइको साथी भाइ अर्को न्यु इयर लाग्यो यतातिर हेर्नु हो लाग्छ नि त ओरिजिनल फेरि अर्को डुप्लिकेट त ठ्यास ल्याक्क धरेको त्यो फुट्छ आइज क्यामेरा ग्राफ त आउँदैन 2-3 सयमा तँलाई त्यो फोनको पनि पाइँदैन नयाँ वर्षको पनौती लाग्छ भने त हुँदैछ पक्नु चाहिँ म जुम गरेर देखाउँछु यहाँको कसका छोराछोरी हुन् यहाँ हेर्न यहाँ एउटा त हो पाडा पनि चढ्दो रहेछन् है लभ डाँडामा त आज अब सिन्नी जाउँछ यस्तो एयरफोन निकाल्ने बेलामा झरे हो क्या मलाई फेरि बाटो हिँडेपछि दस्तै ठोक्न पर्छ किलो है क्या कहाँ गइस् त्यसको चाहिँ मोबाइल हल्का चर्केछ ऊ त्यस्तो अवस्था खायो यहाँ म नि यहाँ स्कुटी किन्दै यहाँ ट्रायल सिक्नु भनेर हो
आफूले सिकेँ भने स्यालकै कथा यतिखेर सिक्यो सिकिसक्दै अरूको कुरा सुन्नु हुँदैन भन्दै हो रहेछ म के अरे खाने तीन तला माथिबाट झर्दा फुट्यो उहाँ मोबाइल फुटेर रोएर हिँडेको छ अलिकति धर लागेछ यहाँ फोन फुटेको हेर्न त्यहाँ यति फोन फुट्दा मान्छे रुँदै हिँड्ने देखा त यहाँ यसले के भयो त तँलाई साटरमा त ल मेरो फोटो छैन यही आउँछ ब्लगमा यो चाहिँ दुईचोटि दोहोऱ्याउँछु पछाडिको भाग हो त्यो भन्छ भने त लाग्थ्यो अलिकति भन्दा यसलाई भन्छ कि घरको छ तीनटा झन्डै मारेन नि अरे मान्छे बलले मान्छे हान्दिएर भागेको देखा पऱ्यो होइन कुन डाँडामा दुईजना खानु भने त जुम गरौँ त्यो माथि डाँडामा जाऊँ न हामीले अलिकति भनेर यसलाई भन्छ हेरि यहाँ यसलाई भन्छ अलिकति भनेर तेरो त हो मलाई नि यस्तो लट्ठी किन्ने त अरू छ मोबाइल फुट्यो नराउ मोबाइल पछि युरोप गएपछि 18 प्रो म्याक्स किनिदिन्छु तिमीलाई नराउ ल अब यहाँ कहाँ दलदले छ त्यो दलदल यहाँ ल्याएको उता हिँड्छ साँझको मौसम गरी त भयो साँझ परेसी आएको थियो कि तिन पाने खाएको गर्लम झन्डै तल गुल्टेन इज्जत फाल्यो मायालु कोदोको झोलैमा ला कहाँबाट आएको होला त यहीँबाट पेमेन्ट पनि गर्छ ल पुग्दा मेरै मोबाइलबाट गर्नु गर ल यो भाइकोबाट गरौँ स्वाट घाउ लाग्छ यहाँले आज चाप बना नि खान्थेस पक्नु न डाइ रोक्नु ल गर्लिस पछाडिबाट टी सर्ट नि पल पार्दै अब 900 चिन्नु पर्यो नि दिपका पर्दैन रहेछ यसलाई दिनु हरियो बस्छ नि फेरि धेरै कसरी हान्नु ल पाइन मानले ल मोबाइल फुटो नो गर न है नो गर मोबाइल फुटो आउँदिन नै भने तिमीले एकचोटि यहाँ भुइँमा लडिपर्छ मेरो रोज यही गाडी हाल्नु पुगेको होइन स्टार्ट गरिसक्यो ड्राइभरले हेर त्यहाँ